हामीले बनाएको खजुरी कस्तो छ झोलो मिठो छ ए ओ मिठो छ मिल्ला मेरो छोरालाई ए छ हजुर हस् ए छ ए खछु त भुइँमा ए ल हस् मेरो टी टाइम गाइस बाबा दिदीलाई बोकिरहेको छु नि त मैले दिदी बस्छु नि दिदीलाई राख्छु अनि बोक्छु ल हजुर पकाउनु नि परेको यिनीहरूलाई पनि पकाउनु पऱ्यो आफूले पनि खानु परेको यिनीहरूलाई नि हेर्नु परेको फेरि यिनीहरू दुइटालाई चिसो लागिरहेको छ दुइटालाई ऑयल मसाज गरिदिउँ भनेको आज खोइ के हुन्छ हजुर हेलो हाई नमस्ते सबैमा वेलकम टु बानी लाइफ जर्नी भ्लग नयाँ दिनको सुरुवात गर्दैछु सुरुवात त अघि नै भइसक्यो बिहान भनौँ न नुहाइधुवाइ गरेर बच्चाहरूलाई ब्रेकफास्ट बुढोले गराउँदै भइसक्छ म चाहिँ गएर हाम्रो लागि ब्रेकफास्ट बनाउँछु मेरो छोरो चाहिँ निदाइसक्यो बाउ छोरीको माया अब म चाहिँ हालत त्यस्तो पारेको छ म चाहिँ छोरी लिएर स्कुल जान्छु मेरो छोरी खाइदियो छोरो पछाडि पछाडि ढिला चाहिँ भइसक्यो 25 मिनट लाग्छ 25 मिनट लाग्छ हामीसँग जम्मा 20 मिनट पनि छैन है छोरो ल यसरी गाममा गुम्म पारेर लान त चिसो लाग्छ है छोरो यस्तो चिसो छ क्यामेरा पनि सबै स्टिम लाग्छ के फगी हुन्छ है छोरो यस्तो चिसो छ भन्दै न चिसो छ अनि यस्तो चिसो हावा लागिरहेछ ढिला हुन लागिसक्यो होइन ढिला भइसक्यो जहिले यस्तै हुन्छ बरु एक्लै भयो भने चाहिँ काम चाँडै हुन्छ झन् बुढो घरमा भएको दिन के हो के झन् ढिला हुन्छ ढिला हुनुको कारण चाहिँ हिजो पनि छोरो रातभरि सुतेन बिहानी पख सुतेको अनि उठ्दा ढिला भयो उठ्दाखेरि 8:30 भइसकेको थियो त्यही भएर आज झन् ढिला भयो हिजो पनि त्यही भएको है यस्तो हिजो पानी परेर यस्तो चिसो भएको छ कि आज यो ट्रेन ट्र्याक आएपछि चाहिँ झ्याउ लाग्छ क्या मलाई किनभने त्यो ट्र्याकमा कहिले कहिले त्यो बगीको पाङ्ग्रा अड्किन्छ नि त अनि ठ्याक्क ढिला भइरहेको बेलामा ठ्याक्क ट्रेन आउनु टाइम हुन्छ अनि यस्तो छ कहिले कहिले अब बुढो हुँदा त ठिकै हो अथवा बेलुका मात्र कहाँ हुँदाखेरि चाहिँ ठिकै हो मैले बिहान एकजना मात्रै लिएर जानु पाउँछु तर दुइटालाई लिएर हिँड्नु चाहिँ गाडी अनि त्यो एट्याचमेन्ट गर्दाखेरि अनि यो ट्र्याकमा पाङ्ग्रा अड्किन्छ क्या अनि मलाई चाहिँ कस्तो डर लाग्छ हिँड्दै आयो भने त्यस्तो त हुँदैन यहाँ सेफ्टी त हुन्छ भए पनि यो ट्र्याक चाहिँ यो हुन्छ नि यसमा ग्यापमा अड्केला जस्तो लाग्छ क्या मलाई एकदम स्टेसन चाहिँ त्यही पर छ हामीले बनाएको खजुरी कस्तो छ झोलो मिठो छ ए मिठो छ मिल्ला मेरो छोरालाई ए छ हजुर हस् ए छ ए खछु त भुइँमा ए ल हस् मेरो टी टाइम गाइस तरकारी चाहिँ काउली चना र आलु यसरी उसिनेको छु यो चना र आलु उसिनिसकेपछि धेरै बेर पकाउनु पर्दैन नि त एकैछिन हुन्छ नि त अनि म अर्को भाँडामा तेल हालेर बनाउँछु अनि बनाएपछि देखाउँछु तपाईँहरूलाई आज चाहिँ यो मेरो आजको तरकारी
मम्स अफ द लाइफ किन मम्स लाइफ स्कुलबाट आएको न्याप गरेको रोएर जात्रा अब बोक्न पर्ने हो अब पकाउँदै है मुडमा छैन छोरी मेरो अनि मेरो छोरो चाहिँ वाकरमा होइसिन्छ है मम्मीले वाकरमा राखिदिन्छ है छोरो दिदी रोएर यता हो यता यता मैले छोरा आऊ एकछिनमा निकाल्छु हस् कहाँ लुक्नु भयो रुन्चे आसु हेर आसु बाबा दिदीलाई बोकिरहेको छु नि त मैले दिदी बस्छु नि दिदीलाई राख्छु अनि बोक्छु ल हजुर पकाउनु नि परेको यिनीहरूलाई पनि पकाउनु पऱ्यो आफूले पनि खानु परेको यिनीहरूलाई नि हेर्नु परेको फेरि यिनीहरू दुइटालाई चिसो लागिरहेछ दुइटालाई ओइल मसाज गरिदिउँ भनेको आज फेरि के हुन्छ हजुर मेरो छोरा तरकारी चाहिँ पाक्यो गाइस यही हो आजको तरकारी हाम्रो अनि बुढोलाई चाहिँ म खाना पसालिदिन्छु भात पसालिदिन्छु अनि म चाहिँ सायद च्याख्ला खान्छु कि त बल्गर विट भन्ने हुन्छ क्या गाउँ जस्तो टाइपको च्याख्ला जस्तो टाइपको नभए त्यो बनाएर खान्छु आज मैले चाहिँ मेरो एकजना साथीसँग कुरा गरेँ कि बच्चा कस्तो बिरामी भएको भइ गऱ्यो चिसोले गर्दाखेरि भनौँ 1.5 महिना भइसक्यो एकदम रुगा के भन्छ चिसो लाग्छ अनि खोकी लाग्ने वाक गर्ने अनि त्यसपछिबाट फेरि 2 दिन बिच जस्तो हुने अनि फेरि के कन्टिन्यू जस्ट 1.5 month जस्तो भइसक्यो होला बच्चा यसरी बिरामी भएको भइ गरेको होइन दुवैजना एउटाको अलिकति कम हुन्छ अर्कोलाई सर्छ अनि अर्कोको बिसो हुन्छ अनि दुईजनालाई 2 दिन बिसो जस्तो हुन्छ अनि एन्ड देन अगेन इट स्टार्टेड त्यसपछि बुढोलाई लाग्छ बुढोलाई पछि मलाई अनि यस्तो फ्यामिलीमा कन्टिन्यू भएको भइ गरे क्या अनि त्यही मैले कुरा गरेको थिएँ अनि उसले मलाई रिकमेन्ड गरेको थियो अबोभ 3 yearsको बच्चा यो सम्बुखोल भनेको उसको बच्चाहरूलाई चाहिँ एकदम राम्रो भयो अरे यो अनि म पनि मेरो छोरीलाई दिएर ट्राई गर्छु भनेको मैले चाहिँ इन्स्टाग्राममा एउटा रेसिपी देखेको थिएँ कि अरेन्जमा चाहिँ बेसार र त्यो कालो मरिच हालेर अनि पकायो भने कि त ओभनमा पकाउँदा नि हुन्छ कि त यस्तै इन्डक्सनमा मजाले पाक्ने गरेर पकाएर अनि यसको रस निसारेर बच्चालाई दियो भने चाहिँ बच्चाको इम्युन सिस्टम राम्रो हुन्छ जाडो भनौँ न जाडोलाई एकदम जाडो भइराख्ने चिसो लागिरहने बच्चालाई चाहिँ एकदम हेल्प गर्छ भनेको थियो मसँग चाहिँ घरमा अहिले 5-6वटा छ नि त 6 दिनसम्म म छोरालाई दिएर हेर्छु कतिको हेल्प गर्छ किनभने अहिले उसलाई भाइरल इन्ड्युस्ड विज भन्ने भइरहेछ यहाँ अहिले चलिरहेछ अनि उसलाई त्यही हो कन्टिन्यू त्यस्तै भइरहेछ लेट्स हरेक नुस्खा उपायहरू त अपनाउनै गर्नै पर्यो होइन बच्चाको लागि के हुन्छ हेरौँ म अहिले गरेर अनि म दिन्छु अपडेट गर्दै गर्छु सुन्तला काटे यो माथिको टप चाहिँ अलिकति थोरै हुने गरेर यसरी छोप्न मिल्ने गरेर काट्ने हो थोरै बेसार थोरै मरिच यसरी इन्डक्सनमा राख्न लाग्छु यदि ओभन छ भने ओभनमा गर्दा पनि हुन्छ मच बेटर मैले चाहिँ इन्डक्सनमा गर्न लाग्यो ओभन त छ तर इन्डक्सन I think I find it a bit easier अनि यसरी छोप्दिने त्यहाँ भने अनुसारले अनि हिट चाहिँ
मिडियम लो अथवा लोमा राख्दा पनि हुन्छ ल यो यसरी निकालेर अब यसको चाहिँ रस निचार्नु भनेको छ अहिले चाहिँ एकदमै तातो छ यो चाहिँ एकदमै ओम्लेक जस्तो भएपछि मैले झिकेको रस निकालेपछि म छोरोलाई एकछिनपछि खानिदिन्छु गुड नाइट भन यति नै सबैजनालाई शुभरात्रि